परमेश्वरले हैन म क्यान्सर भएको 23 किलो थियो परमेश्वरले निभाएर 50 किलो भयो आमेन है अनि सबै क्यान्सर भएकोहरू निको होस् भनेर आशीर्वाद भन्यो आशीर्वाद आएको परमेश्वरलाई धन्यवाद हैन अनि परमेश्वरले मलाई निको भएर घरमा ल्याएर मलाई मेरो ओड्ने ओछ्यान सबै धुयो अनि ओड्ने पनि सिरा पनि सबै धुयो अनि कुकर पनि माझ्यो अनि सबै माझ्यो सबै परमेश्वरले नै काम गर्नुपर्ने रहेछ अनि परमेश्वरले कुकर पनि माझ्यो चामल पनि पखाल्यो अनि चामल पखालेपछि हामी मोटाउने रहेछ धन्यवाद प्रभुलाई 23 किलो बुढीमा 50 किलो भयो धन्यवाद अनि मलाई माथि सबभन्दा टुप्पामा लगेको अनि आनन्द 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 शान्ति पुरा शान्ति हामी विश्वासीलाई दिएको अरे आनन्द सबभन्दा माथि टुप्पामा लगेको फोहोर छैन सबै छ शान्ति आनन्द त्यो ठाउँमा मलाई लगेको हो प्रभुले अनि मलाई प्रकार 3 को 18 मा आगामा मनामटी लामलाई 3 भन्यो अनि परमेश्वरले त्यति मात्रै भन्दा मेरो आँखा खोल्यो यस्तो ढुलढुल भयो यो आँखा होइन आत्मीय आँखा खोलेछ यो चाहिँ छैन अनि आत्मीय आँखा खोलेछ अनिखेरि मलाई परमेश्वरले पुरा तिमीलाई पुरा क्षमा दिएर अर्को ठाउँमा मुनि लाने भनेर आथि मलाई ढोल्कामा लगेको अनि ढोल्कामा लगाएपछि मलाई कस्तो देखायो भने प्रभुले हातको किलो ठोकेको ढोप देखायो यसो गरी किलो ठोकेको ढोप देखाएपछि मेरो चाहिँ यहाँ ठोकेछ मेरो चाहिँ क्यान्सर भएको यहाँ प्रभुले नै टुक्रा टुक्रा काटेर तासेर फ्यालेको थियो अनि यहाँ देख्यो अनि के हो प्रभु मेरो पनि यहाँ तपाईँले देखाउँछ भनेको त पुरा तिमीलाई क्यान्सर काटेर तिमीलाई निको पायो पुरा क्षमा दियो अनि अर्कोलाई क्षमा दिनलाई 75 उमेरमा 75 दिनलाई हिँडाएको छोरी भने मलाई प्रभुले त्यो ठाउँमा पुग्नु लागेको थियो अनि म त रोक्को भयो साथीको छोरीले यो बुढीमा हाम्रो घरमा आउनु लाग्यो बेलामा रुयो यो बुढीमा भोग लगाएर रुयो होला भन्दै मलाई परमेश्वरले चलाएर रुयो रुयो अनि रुँदै रुँदै त्यो घरमा पुग्यो